हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ हामी अन्टरप्रेन्योरसिपको युनिट 5 द्याट इज अन्टरप्रेन्योर भेन्चर क्रिएसन गो थ्रु गर्न गइरहेको छु। एकदम धेरै दिन पछाडि मात्र मैले भिडियो लिएर आएँ बिकज एकदम काम मेरो प्रेसर नै थियो, लोडै थियो, अनि त्यही भएर मैले बनाउनै पाइरहेको थिइनँ कि काम गऱ्यो पछि आएर सुतिहाल्यो अनि बनाएकै थिएन। त्यही भएर आज चाहिँ एउटा कन्सेप्ट यसो गो थ्रु गरौँ न त, अलिकति टाइम छ भनेर। अनि त्यसरी हाम्रो फर्स्ट आजको हाम्रो टपिक चाहिँ छ आइडिया जेनेरेसन, आइडेन्टिफाइङ एन्ड रिकग्नाइजिङ अपर्च्युनिटिज भन्ने छ है। फर्स्ट अफ अल वाट इज आइडिया जेनेरेसन भने एकचोटि डेफिनेसन जाऊँ अनि त्यसरी म मिनिङ एक्सप्लेन गर्छु है त। आइडिया जेनेरेसन इज द प्रोसेस अफ क्रिएटिङ, डेभलपिङ एन्ड कम्युनिकेटिङ न्यू मेन्टल इमेजेस or concept. It is what if stage, हैन। अनि opportunity recognition is the process of identifying a gap in the market that can be exploited for profit. An opportunity is a favorable set of circumstances that create a need for a new product, service or business, हैन। आइडिया जेनेरेसन भनेको चाहिँ के भन्दाखेरि आइडिया आउनेवाला स्टेज क्या। यो गर्यो भने के हुन्छ, वाट इफ यो गर्यो भने के हुन्छ, वाट इफ यो गर्ने त भनेर जो एउटा डिफ्रेन्ट टाइप अफ आइडियाज आउँछ नि त। त्यसरी यो गर्न मिल्छ कि अब मार्केटमा डिमान्ड कस्तो छ, अनि त्यही अनुसारले अब आफ्नो फिल्ड के हो होइन। जस्तो म मेडिको छु भने त मलाई अब मेडिकल रिलेटेड आइडियाज आउला, हस्पिटलहरू इस्टाब्लिस गर्ने होइन। अब हाम्रो नेपालमा के भन्छ क्यान्सरको चाहिँ स्टेज कुन हो भन्ने थाहा पाउने चाहिँ प्रविधि रहेनछ, मैले रिसेन्टली डिस्कभर गरेको होइन। अब हो त्यस्तो कुराहरूमा फोकस गरेर त्यस्तो आइडियाजहरू ल्याएर चाहिँ एउटा हस्पिटल बनाउँदा हुन्छ होइन। मसिनहरू के भन्छ प्रोक्योर गर्दा भयो होइन। हो त्यसरी हो त्यस्तो भनेको चाहिँ आइडिया जेनेरेसन भयो है। अनि अपर्च्युनिटी रिकग्निसन भनेको चाहिँ कस्तो भन्दाखेरि अब यो छैन नि त। जस्तै मेरो अहिलेको इक्जाम्पलमा हाम्रो नेपालमा चाहिँ क्यान्सरको कुन स्टेज हो भनेर फाइन्ड गर्ने नेपालभरि कहीँनिर गर्दैन रहेछ। त्यो स्टेज फाइन्ड गर्न चाहिँ मासुहरू पठाएर अथवा ब्लडहरू केही पठाएर अनि त्यस पछाडि त्यो चाहिँ इन्डियामा गएर अथवा अरू फरेन कन्ट्रिजमा चाहिँ गएर चाहिँ कुन हो, कुन स्टेज हो भन्ने थाहा पाइदो रहेछ। भनेपछि त अपर्च्युनिटी रिकग्निसन कसरी भयो भन्दाखेरि हाम्रोमा छैन, सो द्याट हामीले गऱ्यौँ भने हामी एउटा मोनोपोली अथवा हाम्रै मात्र बिजनेस हुन्छ होइन। त्यसले गर्दाखेरि बाहिर जानु परेन, टेस्टहरू अलिकति आफ्नै देशमा भयो भने सस्तो हुन जान्छ, छिटो रिजल्ट आउला होइन। हो त्यस्तो हुन्छ नि त। बस त्यही हो कि आइडिया जेनेरेसन भनेको चाहिँ एउटा कन्सेप्ट आउनु हो, यो गर्दा के होला, यो गर्दा के होला, 10-20वटा आइडिया आउँछ होइन। अब त्यो आइडिया अनुसारको चाहिँ अपर्च्युनिटी रिसोर्सेसहरू छ भने चाहिँ त्यो मजाले स्टडी गर्नु चाहिँ अब अपर्च्युनिटी रिकग्निसन भयो है। सिम्पल के भन्दाखेरि आइडेन्टिफाइङ अ ग्याप इन द मार्केट द्याट क्यान बी एक्सप्लोइटेड फर प्रफिट भन्छ है। त्यो जो स्टेजहरू फाइन्ड गर्ने छैन नि त नेपालमा चाहिँ हामीले त्यो इन्ट्रोड्युस गऱ्यौँ भने अब त्यसले गर्दाखेरि बाहिर जानु परेन स्याम्पलहरू होइन, सबै यहीँनिर चेक गर्न मिल्यो। अब हो त्यसले गर्दा कस्तो हुन्छ भन्दाखेरि प्रफिट हामीले अर्न गर्न, बिकज त्यो इन्डस्ट्री छँदै छैन भनेपछि त हामीले नेपालभरिको सबै कुराको चाहिँ हाम्रै हस्पिटलमा अथवा हाम्रै सेन्टरमा चाहिँ टेस्ट हुन्छ भने त अभियसली विल बी अन प्रफिट नि त होइन। बिकज हामी नै एउटा मोनोपोली काइन्ड अफ भयौँ नि त। अनि त्यो भनेको अब अपर्च्युनिटी रिकग्निसन भयो है। एउटा सिम्पल के छ भने आइडिया प्लस भ्याल्यु प्लस फिजिबिलिटी इज इक्वल्स टु अपर्च्युनिटी भन्छ क्या। आइडिया मात्र भएर पनि हुँदैन, त्यसको त्यो भ्यालु क्रिएसन चाहिँ कतिको गर्न सक्छ त होइन। जस्तै मैले भर्खरै दिएको इक्जाम्पलले भ्यालु क्रिएसन गर्न सक्छ होइन। कुनै आइडिया भए पनि भ्यालु क्रिएसन केही गर्नै सकेन भने त अब त्यसलाई अपर्च्युनिटीसँग दाच्न अलिक सक्दैन। ल अपर्च्युनिटी भयो, म बिजनेस स्टार्ट गरौँ भन्ने मान्छेले अलिक सोध्दैन कि फिजिबल छ कि छैन होइन। काठमाडौँमा भनौँ न त्यो मसिनहरू प्रोक्योर गर्दाखेरि एकदम हेभी कस्ट लाग्यो होइन। त्यसले त के भन्छ खर्चै उठाउन सक्दैन। जस्तो भयो भने त गरिँदैन नि त। त्यो मतलब अब अपर्च्युनिटी त्यहाँनिर मात्र ल फिजिबलै छैन भने त अपर्च्युनिटी भएन नि त। त्यही भएर आइडिया प्लस भ्यालु प्लस फिजिबिलिटी भयो भने मात्रै अपर्च्युनिटी हुन्छ है। अनि त्यसरी के भन्छ भन्दाखेरि सोर्सेस अफ बिजनेस आइडियाज इन नेपाल भन्ने चाहिँ हाम्रो अर्को टपिक छ। होप यु लाइक इट होइन। यो भिडियो तपाईँले बुझ्नु नै भयो होला। केही कन्फ्युजन भयो भने कमेन्ट गरिदिनु होला। हस्, बाई बाई।